दर्शकवृन्द नमस्कार। सुदूरपश्चिम पुगेका प्रचण्डलाई दार्चुलाबाट एक शहीदका छोराको सन्देश। उहाँ लेख्नुहुन्छ, म अहिले 23 वर्षको भए। कमरेड प्रचण्ड, तपाईले चलाएको तराई मधेस जागरण अभियान पार्टी निर्माणको आधार हो कि हेडक्वार्टरको वरिपरि दायाँ बायाँ र तल माथिका माओवादीलाई विक्षिप्त बनाउने गणतान्त्रिक मण्डलीहरूको उपस्थितिमा स्टण्डको खेतीपाती हो। मैले नबुझेको कुरो, माओवादी 84 मा शक्तिशाली बनाउने आधार यस्तै स्टण्ड गरेर सम्भव छ या फरक तवरले अभियान सञ्चालन गर्न जरुरी छ? सुन्नुहोस्, अहिले नेपाली जनताले तपाईको गालामा लगाइदिएको माला, तपाईको विचार संकुचित बनाई प्रचण्डलाई घेरामा राखी गरेको भेलालाई महत्त्व दिएका छैनन्। यो तरिकाले तपाईले दिन गुजारा गर्नुहोला, तर पार्टीप्रति नेपाली जनताको सहानुभूति बुटल्न सकिरहनु भएको छैन। हुन त म जस्ता फिस्टेका कुरा तपाईको वरिपरिका जुकाहरूले तोड मरोड गरेर पुगाउलान् या त्योभन्दा पहिले नै यस्ता पोस्टहरू लेखेको पेज एकाउन्टलाई ब्लक हानेर नदेख्न पाउने बनाइदेलान्। तर म परिवर्तनको शुभचिन्तक भएर नै यो लेखिरहेको हो। यो तपाईसँग पुगोस् या नपुगोस् मतलब भएन, मेरो साइनो माओवादीसँग जोडिएकाले लेखिरहेको हो। प्रचण्डले मर्निङ वाक गर्दा झापामा जति वरिपरि देखिएका थिए उनै उतिकै कञ्चनपुर पुग्दा पनि देखिन्छन्। प्रचण्डले कुनै शहीदको घरमा पुग्दा उनै छन्। भेट पनि अलिकति हुने खानेकै घरमा भइरहेको कुरो छ। अनि यो तरिकाले माओवादीको आकार बढ्छ भन्ने तथ्य के छ? प्रचण्ड, तपाईको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड गाडी हो। यो कुरो लुकाएर लुक्दैन। तर यही परिवर्तनका लागि जीवन बलि चढाएका र तपाई भनेर नै माओवादीमा लागेकाहरूको हालत के छ? तपाई पछिल्लो समय प्रधानमन्त्री बन्नु पूर्व यतिका वर्षसम्म सत्तामा रहँदा के सोच्नुभयो? खैर, प्रश्नहरू तमाम छन्। अनि शहीदका छोरा अगाडि लेख्छन्, तपाईलाई फुरुङ्ग बनाउनेको कमी छैन। एमालेसँग गठबन्धन गर्दा एमाले नै तपाई मात्रै यो देशको गतिशील नेता हो भनेर प्रचार गर्न बाध्य हुन्छ। र बाध्य मात्र होइन, यथार्थ पनि यही हो। काङ्ग्रेससँग गठबन्धन गर्दा काङ्ग्रेसले गिरिजा जस्तै मानिदियो अनि दिनदिनै तपाईको चाकडी गर्नेहरूको त कमी नै छैन। हुँदाहुँदै रापरवा अध्यक्ष राजेन्द्र लिङ्गदेनले समेत यो देश प्रचण्डको इसारामा चलिरहेको छ भनिरहेका पनि छन्। तर यिनै भनाइहरूमा लिप्त भएर आफ्नै मर्ने बाटो सोझ्याउने भए त मेरो भन्नु केही पनि छैन। यदि क्रान्तिकारी पार्टी बनाउन चाहने हो र क्रान्तिकारीहरूलाई गोलबद्ध गर्ने योजना हो भने त्यो अनुरूपको व्यवहार फेर्नु पर्ने देखिन्छ कमरेड प्रचण्ड। दर्शकवृन्द, शहीदका छोराले अगाडि लेख्नु भएको छ, तपाई आफूलाई सुधार्नु होला या नहोला आफ्नो ठाउँमा छ, तर भन्ने कुरा त सिधै भन्दिनमा किन कमी राखु र म? उहाँले 1 2 3 गरेर प्रश्न पनि राख्नु भएको छ। जुन माला तपाईको गालामा लागिरहेको थियो त्यो माला उनै तपाई प्रेमीलाई लगाइदिनु पर्थ्यो कि पर्दैन थियो? 1 नम्बरमा। अनि दोस्रो नम्बरमा लेख्नुहुन्छ, तपाईले कमरेड रेणु दाहालको सरलताबाट पनि सिक्नु पर्थ्यो कि नै? वरिपरिकालाई साइड लगाएर भेट्न आएकालाई सहजता महसुस गराउनु पर्थ्यो कि नै? तेस्रो नम्बरमा लेख्नुहुन्छ, यो बेला खेतीपाती भित्र्याउने र अन्न बाली लगाउने पनि हो, तर यतिको लामो बाटोमा किसानको खेतमै पुगेर भेटघाट गर्नु पर्थ्यो कि पर्दैन थियो? चौथो नम्बरमा लेख्नुहुन्छ,
तपाईले भिआइपी गाडी छोडेर सार्वजनिक बस टेम्पो रिक्सामा चढेर जनतासँगै यात्रा गरी सार्वजनिक यात्रा कतिको दुःखदायी छ भन्ने बुझ्नु पर्थ्यो कि नै। 5औं नम्बरमा लेख्नु भएको छ, जुन जुन गाउँ पुग्नु भयो, जुनसुकै पार्टीका भए पनि बौद्धिक वर्ग, शिक्षक, कर्मचारी एवं आम सर्वसाधारणलाई आफै ढोका ढकढक्याएर माओवादी जनयुद्ध कालमा जस्तै एकपल्ट मौका दिनुहोस् हजुर भन्न सक्नु पर्थ्यो कि पर्दैन थियो। 6 नम्बरमा लेख्नुहुन्छ, सार्वजनिक यातायातमा पीडा भोगिरहेका यात्रु, खेतीपातीमा पीडा सहिरहेका किसान, खानेपानी सिँचाइको पीडा भोगिरहेका उपभोक्ता, घाँस बाँस र कपासकै लागि धौधौ भइरहेका सुकुम्बासीहरूलाई नभेटिकनै के को जनजागरण अभियान हो कमरेड। अनि उहाँ अगाडि लेख्नुहुन्छ नोटमा, यो अभियान जनतासँग माओवादी भन्दा पनि प्रचण्डको पहुँचमा भएकाहरूको घेराबन्दी थियो किन नभन्ने हो। म बुझ्दछु तपाईको दौतरीका नेताहरू भन्दा फरक हुनुहुन्छ, परिवर्तनशील हुनुहुन्छ, तर तपाईसँग परिवर्तन हुने क्षमता छ र पो मैले यो लेखेको हो। तपाईको ऐत चिताएर होइन कि तपाईको जस्तो विचार भएकाहरूलाई माझिन प्रयास होस् भनेर लेखेको हो। एक थरीले प्रचण्ड पार्टी बनाउनु भन्दा पनि आउने महाधिवेशनमा नेतृत्वका लागि भागदौड गरिरहेका हुन् भनेका छन्। आफ्नो बहुमत जुटाउन उपराष्ट्रपति भएकालाई पनि पार्टीको चौथो दर्जा दिई तपाईसँग प्रतिस्पर्धा गर्न सोचिरहेकाहरूलाई काउन्टर हो भनेका छन्। तर तपाईको ध्यान सत्तामा जानु पर्छ भन्नेतिर गइसकेको छ कमरेड। एकदमै भावुक भएर लेख्नुहुन्छ, म माओवादी परिवारकै हो, राज्यले हाम्रो परिवार विरुद्ध त्यो बेला के गर्यो लेख्न शब्द छैन। बुवाको हत्या गर्यो, आमालाई यातना दियो, मेरी दिदीलाई तत्कालीन शाही सेनाहरूले बलात्कार गरी आमाकै अगाडि मारेको पीडा मैले आजभोलि महसुस गर्ने गर्छु। तर मेरा साथीहरू राजा फर्काऊ भन्ने अभियानमा छन्, मेरो सङ्गत पनि उनैसँग छ, मेरो दिमाग उनीहरूतिर पनि मोडिन्छ। किनकि 62-63 पछि माओवादीले आफ्नो लाइन छोडेर पुँजीपति भ्रष्टाचारी बाटो अवलम्बन गरेकै कारण हो। तर साँच्चीकै कमरेड प्रचण्ड तपाईँ 18 महिना प्रधानमन्त्री बनेर सुशासनको अभियान चलाउनु भयो नि। पूर्व प्रधानमन्त्री गृहमन्त्रीहरूलाई पनि पक्राउ गर्नुभयो नि। त्यसै कारण म पनि माओवादी नै छु। यस्तै आर्जुलाई पनि पक्रेको भए त हाई हाई हुन्थ्यो होला, तर ढिला गर्नुभयो। केटाहरूलाई पनि 84 पछि लापरवाह हुला भनिरहेको छु, तर विडम्बना जति भ्रष्टाचार गरे पनि त भोट एमाले काङ्ग्रेसले नै पाउँछन्। त्यही भएर अचम्म लाग्छ। म विषय बाहिर गए, सरी कमरेड प्रचण्ड। अनि अगाडि लेख्नुहुन्छ, सत्ता एमाले काङ्ग्रेसले चलाइरहेका छन्, आउँदो चुनावसम्म उनीहरूलाई नै चलाउन दिए तपाईलाई के घाटा हुन्छ कमरेड? के तपाईको पार्टी सकिने हो? सत्तामा किन जाने? काङ्ग्रेससँग मिलेर सत्तामा गए के आर्जुलाई पक्राउ गरी अनुसन्धान गर्न सक्ने हो? या एमालेसँग मिलेर एमालेको गिरिबन्धु टी स्टेट भुटानी शरणार्थी विरुद्ध नेतृत्वलाई नै अट्याक गर्न सक्ने हो? तपाईको ल्याकत 32 सिट छ, तपाईले बहुमत प्राप्त गरी भ्रष्टाचार विरुद्ध अट्याक गर्न 84 मा 150 बढी सिट जित्नुपर्छ। के एक्लै अहिलेकै माओवादीले लडेर त्यो सिट प्राप्त गर्न सक्छ? को हुन् त ती 150 बढी सिट जित्न सक्ने माओवादीका अनुहारहरू? के यही व्यवस्थामा यो सम्भव छ? हो, एकैछिन विचार गरौँ त। तपाईसँग जनयुद्ध लडेका माओवादीहरूलाई पुनः एकपटक अवस्था परिवर्तन र सुशासनका लागि एकजुट भई 2084 मा सँगै लडौँ भन्न सक्नुहुन्छ? के माओवादी फुटाएर 12 टुक्रा बनाएकाहरूलाई एक बनाउन सक्नुहुन्छ? प्रचण्ड, अहिले तपाईको वरिपरि खान पल्केकाहरू मात्रै छन्। तपाईले क्रान्तिकारीहरूलाई र तपाईप्रति प्रश्न गर्नेहरूलाई
पाखा लगाउनुहुन्छ र पो पार्टी सकिएको। यदि हिम्मत भए आउँदो अधिवेशनमा माओवादीको केन्द्रीय अध्यक्षको उम्मेदवार बन्ने ल्याकत राख्नु, तपाईँ सबै मिल्नु, तै पनि म तपाईँ विरुद्ध अध्यक्ष पदमा उठेर माओवादीलाई साँच्चीकै क्रान्तिकारी पार्टी एवं समाजवाद उन्मुख बनाएर देखाइदिनेछु। वाउ, क्या गजबको चाहिँ घुर्किदिनु भएको छ प्रचण्डलाई। र फेरि अगाडि लेख्नुहुन्छ, हाउस कमरेड लाल सलाम, जय नेपाल। अबको चुनावमा लाल सलाम नै एक ठाउँमा हुनुपर्छ है। अहिले त काङ्ग्रेसको पनि मन दुख्ला भनेर जय नेपाल भनेको, अनि अन्तमा राष्ट्रिय भावको जय नेपाल, यस्तो लेख्नुहुन्छ। र अनि फेरि मजौला कोष्ट सुरु गरेर अगाडि लेख्नुहुन्छ, यो लेख पढेपछि पक्का पनि कमरेडलाई रिस उठ्छ होला, यो लेख्ने को रहेछ भन्ने लाग्ला, तर त्यसो नसोच्नु। 240 वर्षे निरङ्कुश व्यवस्था फाल्ने प्रचण्डकै पार्टीको सदस्य हुँ म जस्ता युवाहरूले मात्रै यो पार्टी हाँक्न सक्छन्। तपाईँ मर्निङ वाकमा निस्किनु भएको छ, म प्रत्येक दिन खेतमा काम गर्छु, भैँसी पाल्या छु, दुध पिउँछु, घिउ बेच्छु, अनि कहिलेकाहीँ सोल्टीहरूसँग अबको नेकपा माओवादी केन्द्र हाँक्ने र भविष्यको यो देशको कार्यकारी प्रमुख म नै हो भन्छु। साथीहरू हाँस्छन्, मलाई बाल मतलब। यो दार्चुलाको सन्देश हो, शहीदको छोरा नाम उल्लेख गर्न चाहेको छैन। दर्शकवृन्द, यो भिडियो के कस्तो लाग्यो र यसैमा मैले जोड्न चाहे, नेकपा माओवादी केन्द्रले दार्चुला जिल्लामा जो सीमा मेचिएको छ यसको बारेमा समेत विज्ञप्ति लेख्नु भएको छैन। एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा सबै एकै ड्याङका चाहिँ मुला बनेका छन्। तैपनि झलनाथ खनालले विज्ञप्ति निकालेर भारतलाई सचेत गराएको छ, भारतको ज्यादती विरुद्ध बोल्नु भएको छ। त यो पनि मैले जोड्न चाहे, यदि तपाईँ बोल्न चाहनुहुन्छ, भारतले गरेको सीमा मिचाइ प्रवृत्ति विरुद्ध विज्ञप्ति निकाल्न चाहनुहुन्छ भने कमरेड निकाल्नु होला। थप मैले यो पनि भने, किनकि तपाईँ विपक्षी पनि हो। सत्ता पक्षले त लेख्दैन, बोल्दैन, बरु उसले चाहिँ सुरक्षा पहरा दिएर संरचना निर्माणमा भारतलाई आफ्नै भूमिमा सघाउ गरिरहेको छ। हरेक जानकारीका लागि गतिशील न्युजमा तपाईँ नयाँ हुनुहुन्छ भने पेजलाई फलो, लाइक गरेर सेयर गरिदिनु होला। म तपाईँहरूकै साथी हरिप्रसाद जोशी अर्को भिडियो जानकारी लिएर आउनेछु। तबसम्मका लागि भिडियो हेर्नुभएकोमा धन्यवाद। नमस्कार।